हेलो गाइज नमस्ते सबैजनालाई शुभ बिहानीको नमस्कार छ सबैलाई गड ब्लेस यु जय मसी है अनि आइ एम हियर टुडे इन क्रान्स्टन स्यानवेल भन्ने ठाउँमा आइसकेको छु म मैले भनिसकेको छु है अब तपाईँहरूलाई मेरो जर्नी एउटा इक्जाम्पल भएर देखाउनु पर्ने छ अब मैले भनिसकेँ क्र्याक कोकेन र हेरोइन युजर हो त्यसको लागि मैले चाहिँ आज डक्टरको एपोइन्टमेन्ट थियो डक्टरको एपोइन्टमेन्ट भएको कारणले गर्दाखेरि अब डक्टरको एपोइन्टमेन्ट छ अनि यो चाहिँ हाम्रो ड्रग्स अल्कोहल ट्रिटमेन्ट सेन्टर हो क्या एकदम बबाल छ क्रान्स्टन स्यामुअल भन्ने छ होइन मर्निङ यु राइट सर या गो एपोइन्टमेन्ट 14 March 1991 Pardon? Yeah. I'm not on film that one. No. 14 March 1991 Lovely. I'll let you know that you're here, okay? Okay. It's the doctor appointment, yeah? Yeah. Yeah, cheers, thank you very much. अनि यहाँ गाइज अनि त्यस्तै छ है त ल है त एकछिनमा अब यहाँ भित्र डक्टरकोमा पुगेपछि देखाउँछु है त ल ब्रदर सिस्टरहरू है क्याचुलेटर है अनि त्यही हो ब्रदर सिस्टरहरू सब्सक्राइब र सेयरहरू गरिदिनु पऱ्यो लाइकहरू गरिदिनु पऱ्यो है साथ सपोर्ट गरिदिनु पऱ्यो टाउकोहरू चिलाइरहेको छ अब स्याम्पूहरू लगाएर नुहाउनु पर्ने छ भरे भोलितिर ननुहाएको पनि 4-5 दिन भइसक्यो अनि त्यही हो अलिकति अब यो भ्लग गर्नु थालिसकेपछि चाहिँ एकदम केयरफुल हुनुपर्ने रहेछ क्या अब के अब हुन्छ नि कहाँ कनाउनु पर्ने कहाँ के हातहरू जान्छ त्यस्तो एकदम केयरफुल हुनुपर्ने रहेछ होइन अब किनभने हिजोको मेरो फर्स्ट भिडियोमा जिउहरू पुरा कनाएको निस्किएको रहेछ क्या लुतो लागेको छ कि भनेर एउटाले कमेन्ट हानेको रहेछ डिलिट हानिदिइहालेको अनि त्यही हो ल ब्रदर सिस्टरहरू क्याचुलेटर है त हेलो गाइज अब सबैजनालाई फेरि पनि स्वागत छ वेलकम ब्याक होइन अनि दिस इज यर बोय राजीव जिजस राजीव अनि अब चाहिँ मैले त्यो डक्टरकोमा भर्खरै त्यो भिडियो गर्नु दिँदैन रहेछ रेकर्डिङ होइन डक्टरसँग कन्भर्सेसन भइसक्यो अनि यो दिएको छ क्या अब यहाँबाट चाहिँ लाइक तपाईँको कतिवटा लाइनहरू छ होइन यो लाइनहरूबाट देखाउँछ क्या लाइक कुन ड्रग्सहरू युज गरेको छ युरिनबाट चेक गर्न आँटेको छ म अब युरिन लिइहाल्छु है त ब्रदर सिस्टरहरू युरिन लिन्छु अनि त्यस पछाडि देखाउँछु है त रिजल्टहरू कुन ड्रग्सहरू देखाउँदो रहेछ किनभने यहाँ हामीले खाने ड्रग्सहरू मैले सुनेअनुसार कस्तो हुन्छ भन्दाखेरि धेरै आइटमहरू मिक्स गरेको हुन्छ अरे क्या अब हुनु चाहिँ क्र्याक तर प्योर हुँदैन अरे क्या घरे कोकेन सोकेन हेरोइन त्यस्तो सबै कुराहरू मिक्स गरेको हुन्छ अरे हेरौँ नै त अब के कुराहरू मिक्स गरेको छ अब त्यही हो अब खाँदा नखाइहालेँ आजदेखि जस खाएको छुइनँ त्यही खुसी लागेको छ र अब तपाईँहरूको मनोबल र विश्वासको साथमा अब युट्युबको साथमा अब अगाडि बढ्दैछु अब जस एकदमै स्ट्रङली अब दबाई खाएर बिस्तारै डोज पनि घटाउँदै लाने प्लानिङ छ त्यही तरिकाले क्लिन हुनु पऱ्यो भनेर सोचिरहेको छु अनि ल ब्रदर सिस्टर अब एकैछिन युरिन लिइहाल्नु पनि हालिसक्यो ब्रदर सिस्टरहरू होइन अनि अनि त्यही हो युरिन पनि हालिसकेँ अब यहाँ बाहिर लाँदैछु होइन अनि त्यही हो तपाईँको हुन्छ नि एकदमै उयो ग्रेप्सका पानी खानु पऱ्यो तर ब्रदर सिस्टरहरू जिन्दगीमा ड्रग्स चाहिँ नखानु रहेछ है म चाहिँ अब काबुई भएँ होइन किनभने युरिन चाहिँ दिइसकेँ होइन ब्रदर सिस्टरहरू यहाँ प्लास्टिकमा राखिरहेको छु प्लास्टिक ब्यागमा छ अनि त्यही हो क्या अब हुन्छ नि तपाईँको यो रिजल्टहरू के आउँछ होइन म यो रिजल्ट चाहिँ देखाउँछु होइन तपाईँहरूलाई यो किनभने देखाउनु पर्ने इम्पोर्टेन्ट हुन्छ किनभने मलाई हेरेर तपाईँहरूले चाहिँ सिक्नुपर्ने हुन्छ किनभने मैले यो युट्युब च्यानल बनाउनुको कारण तपाईँहरूले मलाई विश्वास गर्नुपर्ने हुन्छ है ड्रग्सले चाहिँ तपाईँको एकदमै जिन्दगी खतमै पारिसक्यो अब यो सेल्फ रिकभरी जस्तो पनि हो एकदमै साह्रो पर्छ तर हौसलाको साथमा हिम्मतको साथमा अब सबैजना नेपाली दाजुभाइ दिदीबहिनीले अब अर्थी दिन्छ होला पक्कै पनि साथ सपोर्ट दिन्छ होला भन्ने आशा लिँदै अलिकति पोजिटिभ भाइब्स बोकेर जिजस क्राइस्ट प्रभुको शक्ति हालेर अब अगाडि बढ्दैछु होइन अनि यहाँ त्यही हो अनि त्यही त यस्तै छ यहाँ क्राइस्टन हो होइन 11 बजिसक्यो अनि कोकेन एनिमियस वी आर हियर टु यहाँ हेर्नु न कोकेन एनिमियस we are here and we have prayed 7 meetings within Birmingham. Do you have a problem with alcohol or drugs? So did we.
एकदमै अब खतरा क्या अब everyone deserve a second chance, everyone deserve a chance to work. अब त्यही हो अब अनि के छ त दाजुभाइ दिदीबहिनी तपाईँहरू के गर्नु हुँदैछ होइन युट्युबमा मैले के गर्नुपर्छ कस्तो तरिकाले युट्युबहरू बनाउनुपर्छ मलाई हौसलाहरू दिनु होला साथ सपोर्ट गरिदिनु होला होइन आइडियाहरू दिनु होला किनभने मोबाइल पक्रिनु चाहिँ आजबाट सिक्दैछु है हल्का अप्ठ्यारो हुँदो रहेछ किनभने लेफ्ट ह्यान्डले पक्रिनु पर्दो रहेछ अनि यस्तो माथि गर्नु नि अलिक नमिल्ने क्या हातले दुखेर अनि त्यही हो अब अरू कुरा त्यस्तै हो ल अब चाहिँ म एकछिनमा रिजल्ट चाहिँ देखाउनु पऱ्यो है त ब्रदर सिस्टर अब के हो सुरुमा अलिक खासै धेरै बोल्नु पनि ओके थ्याङ्क यू भेरी मच यो चिठीमा चाहिँ दिइसकेको छ है चिठीमा मलाई भर्खरै जुन डक्टरले दिनुपर्ने कुराहरू दिइसकेको छ यो चाहिँ एकदमै मेरो म्याथाडोनको लागि हो लगभग 1 महिनाको लागि डोज लेखिदिएको छ क्या अब भोलिदेखि स्टार्ट गर्नुपर्ने हो होइन आज चाहिँ घरमै मैले खाएको छु म्याथाडोन होइन किनभने मैले प्राइभेटली पनि किनेर राखेको थिएँ क्या त्यही भएर भनेको ल एनिवे गाइस अब क्याचुलेटर है बाहिर गएपछि आज दिनभरि अब के गर्छु अब अलिअलि काचाकुचुक देखाउनु पर्ला अनि त्यस पछाडि त्यही गर्नु पर्ला है त ल क्याचुलेटर भोक लागेर गाइस खानु आएको होइन अहिले चाहिँ म यहाँ के भन्छ यो जस्ट हाम्रो घरदेखि नजिकै ठाउँ छ त्यहाँनिर खानु आएको जस अब पकाउँदैछ दामी छ म यहाँ देखाउँछु ल एकछिन ल राइस भयो होइन चिकन नट एकदम बवाल छ है अनि त्यही हो गाइस अब टन्न खानुपर्ने छ होइन भोक लागिरहेको छ अब किनभने अब हल्का रिकभरी मोडमा आउँ म चाहिँ अब त्यही भएर एकदमै भोक लाग्छ क्या रिकभरी मोडमा भइसकेपछि एकदमै भोक लाग्दो रहेछ अनि फेरि गनाइहाल्यो क्या सावरै गरेको छुइनँ होइन अब सावर गर्नु पऱ्यो घरमा गएर त्यस पछाडि आज पानी परिरहेछ यार बाहिर पुरा पानी परिरहेको छ अन्त के गर्नु हो अब त्यही हो अब ब्रदर सिस्टरहरू अब तपाईँहरू पनि भ्लगर चाहिँ हुनुपर्छ है म चाहिँ त्यही भन्न चाहन्छु है तपाईँहरू जति उयो हुन्छ नि अलिकति आफूलाई भित्रभित्र घुसघुसे राख्यो भने एकदमै गाह्रो पर्दो रहेछ क्या यो अन्धकारबाट निस्किनुको लागि अलिकति डटफट गर्नै पर्ने रहेछ होइन अलिकति भ्रान्डरुट बोल्नै पर्ने रहेछ अगाडि आउनै पर्ने रहेछ दुनियाँसँग डराएर लजाएर हुँदैन रहेछ क्या मलाई चाहिँ त्यस्तो लाग्यो है अब अहिले बल्ल बल्ल अब त्यस्तो सोचिरहेको छु होइन अनि त्यही भएर भनेको अब त्यही हो पहिलाको मेरो गाडी उयो थियो क्या त्यस्तै थियो मेरो गाडी पहिलाको अनि त्यही हो अब 10 मिनटमा रेडी हुन्छ खानेकुरा चाहिँ टन्न अर्डर गरेको छु 4-5वटा विङ्स अर्डर गरेको छु अनि पिज्जा थियो मिडियम पिज्जा थियो सानो चिकन भेराइटी पिज्जा अर्डर गरेको छु क्या अनि त्यो खानु पऱ्यो अब त्यो खाइसकेपछि चाहिँ आजलाई अब घरमा जाने अनि के गर्ने घरमा अब भ्लग अब बनाउने भनेको अब त्यही हो बाहिर यताउता निस्किँदाखेरि मात्र हो अब त्यही हो अब त्यही गर्नु पर्ला है त ब्रदर सिस्टरहरू ल एकछिनमा क्याचुलेटर है त ल ब्रदर सिस्टरहरू ल फेरि पनि वेलकम ब्याक होइन अब आजलाई चाहिँ त्यति नै मेरो त्यो सर्ट अपडेट थियो होइन त्यो आज चाहिँ मैले के गरेँ हुन्छ नि त्यो मेडिकलहरू जानुपर्ने थियो अनि दबाईहरू कागजपत्रहरू ल्याउनु पर्ने थियो त्यो ल्याइसकेँ देखाइसकेँ होइन अब भोलिदेखि चाहिँ म दबाईहरू पनि खान्छु अनि त्यस पछाडि चाहिँ एकदमै क्लिन एन्ड निट एन्ड टाइडी भएर बस्ने पर्ने हुन्छ र अब आउने दिनमा चाहिँ म नयाँ भ्लगहरू ल्याउने छु स्टोरीहरू नयाँ लगाउने छु त्यस्तै कि अब म चाहिँ मैले भने नि म चाहिँ जिजस क्राइस्ट प्रभुको डरलाग्दो भक्त हो भनेर अब लाइक गडहरूसँग कसरी कनेक्सन हुन्छ त्यस्तो कुराहरू गर्नेछु होइन गडहरूलाई फलो गऱ्यो भने फाइदा के हुन्छ होइन त्यस्तो कुराहरू चाहिँ एकदमै अब गर्नेछु है त्यही हो जिजस राजु इज लाइभ राइट नाउ होइन भन्दा पनि अब यस्तो हो सरी माई ब्याड जे पाइथ्यो भएछ कि होइन फेरि अलिक एक्सपिरियन्स छैन कि भ्लग बनाउनु
अनि त्यही भएर हल्का कस्तो बिल्ला बिल्ला लाग्ने क्या अलिकति के भन्ने टाइपको जस्तो अलिकति मुन्टो पनि बाङ्गो छ कि सिधा कस्तो बाङ्गो बाङ्गो देख्दा चाहिँ अलिकति हात उचाल्नु पर्ने हो कि के हो यतिको गर्दा चाहिँ राम्रो देख्छ होला होइन ल त ब्रदर सिस्टर क्याच लेटर बाई